स्कुटरमा पनि मिटरमा लाइनहरू केही पनि आएन हैन र हाम्रो सेल्फले पनि केही काम गरेन हर्नले पनि केही काम गरिरहेको छैन हैन तपाईहरुको चाबी अन गर्दाखेरि केही पनि भएको छैन भने कसरी बनाउने त तपाईहरुलाई म आज आफैले एकदम सजिलो तरिकाले बनाउन सिकाउँछु कसैको केहीको सहायता पनि लिनु पर्दैन भिडियो लास्टसम्म हेर्नुस् है त पहिला चाहिँ म के गर्छु भने यहाँ चाबी लिएर जान्छु पहिला चाहिँ हामी डिकी खोल्छौं है त डिकी ठ्याक्क खोल्छु म चाहिँ हैन र डिकी खोलिसकेपछि हाम्रो के हुन्छ भने हाम्रो डिकीमा चाहिँ टुल्स दिएको हुन्छ है यहाँ चाहिँ हाम्रो एउटा स्क्रुड्राइभर मात्र यस्तो खालको टुल्स दिएको हुन्छ स्क्रुड्राइभर प्लग रेन्च दिएको हुन्छ हैन र म यो चाहिँ स्क्रुड्राइभर लिएर जान्छु र अब हाम्रो चाहिँ के गर्छु भने हाम्रो हेर्नुस् है यो ह्यान्डलको साइडमा हेर्नुस् है यो ह्यान्डलको यतापट्टिको कुनामा र यतापट्टिको कुनामा दुईटा हाम्रो स्क्रु लागेको हुन्छ हैन यसलाई खोल्छु है म पहिला फर्स्ट पक्नुस् है त यो दुईटा स्क्रु खोल्छु म है हेर्नुस् है एकदमै सजिलो तरिकाले बनाउन सकिन्छ है तपाईहरुलाई पनि लामो यात्रा गर्दै हुनुहुन्छ हैन या तपाईलाई अप्ठ्यारो परेछ भने यसरी बनाउनुस् है त यसरी स्क्रुड्राइभरले खोल्ने हैन र यतापट्टि हेर्नुस् है दुईपट्टि हुन्छ ह्यान्डलमा चाहिँ हाम्रो ह्यान्डलको साइडमा हैन र यसरी खोल्ने यसो गर्दा चाहिँ हाम्रो के हुन्छ भने अगाडिपट्टिको हाम्रो कभर चाहिँ एकदमै इजिली खुल्छ है यसरी म खोलिरहेको छु र हाम्रो चाहिँ खुसिरहेको छ अब चाहिँ म के गर्छु भने अब चाहिँ हाम्रो यो अगाडिपट्टिको कभर हुन्छ नि यसलाई म निकाल्छु हेर्नुस् है बिस्तारै यसरी तान्ने सजिलै आउँछ है अब यहाँ चाहिँ हाम्रो के हुन्छ भने हाम्रो एउटा इन्टरफेस देखिन्छ यहाँ चाहिँ हैन र यहाँ चाहिँ हाम्रो के हुन्छ भने फ्युज दिएको हुन्छ हेर्नुस् है यहाँनिर फ्युज दिएको हुन्छ हैन र यहाँ चाहिँ अब म हेर्नुस् है यसलाई बिस्तारै पुस गर्छु यहाँ हेर्नुस् है यहाँ पुस गर्ने ठाउँ हुन्छ यहाँ यसलाई यसरी बिस्तारै गर्ने यहाँ चाहिँ हाम्रो फ्युज दिएको हुन्छ है अब यो चाहिँ हाम्रो खास के भएको छ भने हाम्रो चेक गर्नुपर्छ पहिला हैन हाम्रो चाहिँ यो चाहिँ फ्युज चाहिँ क्र्याक भइसकेको छ है यो बिग्रिसकेको छ हैन र हाम्रो चाहिँ के हुन्छ भने स्पेयर फ्युज दिएको हुन्छ है प्रत्येक बाइक प्रत्येक स्कुटीको चाहिँ हाम्रो स्पेयर फ्युजहरू दिएको हुन्छ यस्तो फ्युजहरू तपाईले अवश्य पनि चेक गरेर छैन भने वर्कसपमा गएर बोक्नुपर्ने हुन्छ है र म यो चाहिँ फ्युज निकालिरहेको छु हैन र यो स्पेयर फ्युज निकालिसकेको छु अब म चाहिँ यसलाई चाहिँ फ्यालिदिन्छु अर्कोले चाहिँ हैन म यो स्पेयर फ्युज चाहिँ यहाँ एड गर्छु है त यसलाई यसरी एड गरिदिन्छु हैन र ठ्याक्कै यसलाई कभरलाई चाहिँ हेर्नुस् है यसरी लक गर्दाखेरि आवाज गर्छ है ठ्याक्क लगाइदिन्छु हैन अब चाहिँ हेरौँ है त हाम्रो स्कुटरमा चाहिँ लाइन आउँछ कि आउँदैन हेर्नुस् त म चाबी लिएर आउँछु डिकीबाट हैन र मैले चाबी ठ्याक्कै लगाइसकेँ ठ्याक्क लगाइसकेँ मिटरमा पनि मजाले लाइन आयो हैन अब हेर्नुस् है सेल्फले हाम्रो सेल्फले पनि काम गरिसकेको छ र हाम्रो हर्नले पनि काम गरिसकेको छ तपाईको यात्राको क्रममा हुँदाखेरि कहीँ अप्ठ्यारो पर्दाखेरि यसरी बनाउनु होला हैन र तपाईहरुले बारम्बार फ्युज जान्छ भने चाहिँ त्यो वायरिङ चेक गर्नुपर्ने हुन्छ यदि एक टाइम मात्रै हो भने तपाईले फ्युज चेन्ज गरेर पनि सजिलै बनाउन सक्नुहुन्छ र तपाईलाई भिडियो मन पर्यो भने चाहिँ अवश्य लाइक शेयर कमेन्ट गर्नुहोस् है त